आमा मलाई पनि भोक लागेको थियो तिमी छोरी मान्छे भएर आफ्नो काम आफै पो गर्न सिक्नुपर्छ त लएर भाइलाई पानी पनि नदिकन खाएको पहिला पानी दियो भाइलाई म आज रोटी बनाउन सिकाउँछु तिमीलाई मलाई यो गर्नै मन छैन कि आमा म पनि खेल्न जान्छु नि यो गर अनि खेल्न जाऊ बल्ल यी सकारी खेल्न पाउँछु नि म हैन आमाहरूलाई कसरी सम्झाउने होला यस्तो कुराहरूले नानीले नराम्रो असर पर्छ भनेर मेरो नाति के गर्ने होला नानीलाई नराम्रो असर पर्ने भइसक्यो छोरीलाई धेरै गाह्रो हुने भयो यसरी त के न के गर्नै पर्छ हामीले अब तिमी चिन्ता नलियो म के गरौँला आफूले खाएको भाडा आफै मान्न सिक्नुपर्छ ठुलो भइसक्यो अब तिमी लो भाइको पनि सफा गरिदेऊ त छोरा तिमीले पनि गरिदिनु पर्छ नि दिदीलाई हेल्प आफ्नो काम आफै गर्नुपर्छ यो काम भनेको छोरी मान्छेको हो छोरीहरूले गरेकै ठिक छ नचाहिने कुरा धेरै नसिका है त जस्तो बनाउनलाई यस छोरालाई पनि हामी नै सिकाउँछु उसलाई मेरो छोरा म जस्तै भयो भने म झन् खुसी हुन्छु सबैले आफ्नो काम आफै गर्नुपर्छ आज म दुवैजनालाई रोटी बनाउन सिकाउँछु है त दुवैले बनाउनु पर्छ दुवैजनाले कति राम्रो बनाएको